नमस्ते। आज हामी यस भिडियोमा कक्षा 11 का निकै नै इम्पोर्टेन्ट टपिक ल अफ डिमान्ड चाहिँ यस भिडियोमा कभर गर्न गइरहेका छौँ। ल अफ डिमान्ड यो लले के भन्छ भन्दाखेरि अदर थिङ्स रिमेनिङ सेम, अरू कुरा जस्ताको तस्तै रहेको बेला अदर थिङ्स सुरुमा के भनेको छ यहाँ अदर थिङ्स अरू कुरा भनेको छ हैन। कुन कुरा कन्स्टेन्ट रहनुपर्छ चेन्ज हुनु हुँदैन त्यो चाहिँ हामी भरे एल्सम्म पढ्छौँ हैन। हो अरू कुरा कन्स्टेन्ट रहेको बेला चाहिँ के हुन्छ क्वान्टिटी डिमान्डेड इन्क्रिजेस विथ फल इन प्राइस। प्राइस फल भएको बेला प्राइस घटेको बेला चाहिँ कुनै पनि गुड्स अथवा कमोडिटीको डिमान्ड बढेर जान्छ एन्ड भाइस भर्सा। र त्यसै गरी कुनै पनि गुड्स र कमोडिटीको प्राइस इन्क्रिज हुँदा प्राइस राइज हुँदा प्राइस बढेर जाँदाखेरि चाहिँ त्यो गुड्सको डिमान्ड अभियसली घटेर जान्छ। हो यो कुरा चाहिँ ल अफ डिमान्डले भनेको छ। यो लबाट हामी के कुरा क्लियर गर्न सक्छौँ भन्दाखेरि प्राइस र डिमान्डको इन्भर्स रिलेसनसिप हुँदो रहेछ। जस्तै उल्टो रिलेसनसिप प्राइस बढ्दाखेरि डिमान्ड के भएको छ घट्ने रहेछ र त्यसै गरी प्राइस घट्दाखेरि क्वान्टिटी डिमान्ड बढ्ने रहेछ। हो यो कुरा चाहिँ यो ल अफ डिमान्डले हामीलाई भनेको छ देखाएको छ हैन। त्यसै गरी हामी मार्केटतिर पनि बजारतिर हामीले कुनै पनि किनिराख्ने सामानको प्राइस घटेको छ भने हामी त्यो कुरालाई मोर डिमान्ड गर्छौँ के अझै डिमान्ड गर्छौँ हैन। र त्यसै गरी प्राइस बढेको छ भने महँगो भयो भनेर हामी त्यसलाई लेस कन्ज्युम गर्छौँ लेस डिमान्ड गर्छौँ के। यही कुरा चाहिँ ल अफ डिमान्डले भनेको छ। यो लको लागि हामीले केही कुराहरू एज्युम गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ। हो रिमेनिङ सेम भनेको छ नि चेन्ज हुनु हुँदैन भनेको छ। हो यही कुराहरू कुन कुरा चाहिँ चेन्ज हुनु हुँदैन यो एजम्सन हुन्छ। जस्तै इन्कम अफ द कन्ज्युमर पनि चेन्ज हुनु भएन। किन भन्दाखेरि जस्तै सुरुमा उनको कुनै पनि कन्ज्युमरको इन्कम 10,000 थियो अरे हैन। इन्कम 10,000 हुँदा मानिलिउँ 100 पर्ने सामान ₹100 पर्ने सामान चाहिँ उसले 500 युनिट्स कन्ज्युम गरिरहेको थियो अरे हैन। यदि यो कन्ज्युमरको इन्कम बढेर 20,000 पुग्यो भने उसको कन्जम्सन डबल हुन सक्छ नि त हैन। 500 बाट 10,000 हुँदा 500 कन्ज्युम गरिरहेको थियो भने 20,000 इन्क्रिज भयो भने 20,000 मा इन्क्रिज भयो भने अभियसली उसको कन्जम्सन पनि 1,000 पुग्न सक्छ नि त हैन। के भयो प्राइस कन्स्ट्यान्टै छ नि प्राइस कन्स्ट्यान्टै हुँदा पनि डिमान्ड बढेर गयो नि त। यो लले के भन्छ डिमान्ड त्यो बेला मात्रै बढ्छ जुन बेला प्राइस घटेको हुन्छ तर प्राइस नघट्दा पनि यसको डिमान्ड बढेको बढेन। किन इन्कम चेन्ज भयो। त्यही भएर हामीले के कुरा मान्नुपर्छ भन्दाखेरि इन्कम अफ द कन्ज्युमर चेन्ज हुनु हुँदैन। र अर्को नो चेन्ज इन प्राइस अफ रिलेटेड गुड्सको पनि प्राइस चेन्ज हुनु हुँदैन। जस्तै सब्स्टिट्युट गुड्स कोक र पेप्सीको इक्जाम्पल हेरौँ। यहाँ कोक छ हैन यहाँ पेप्सी छ। जस्तै कोकलाई पनि 100 पर्थ्यो अरे पेप्सीलाई पनि 100 पर्थ्यो अरे। कुनै पनि कन्ज्युमरले कोक कन्ज्युम गरिरहेको थियो अरे तर केही कारणले गर्दा यसको प्राइस घट्यो 80 मा घट्यो भने कोक खाइराख्ने मान्छेले पनि पेप्सी कन्ज्युम गर्न थाल्छ क्या। के भयो यहाँ के देख्न सकिन्छ भन्दाखेरि कोकको प्राइस कन्स्ट्यान्टै छ त्यही पनि यसको सब्स्टिट्युट गुड्स रिलेटेड गुड्स पेप्सीको प्राइस घटेको कारणले गर्दाखेरि यसको डिमान्ड पनि घट्यो नि त हैन। अब यो कोक खानु छोडेर मान्छेले पेप्सी कन्ज्युम गर्छ के भइरहेछ भन्दाखेरि प्राइस कन्स्ट्यान्टै छ त्यही पनि यसको डिमान्ड घट्यो नि त। यो लले के भन्छ त्यो बेला मात्रै डिमान्ड घट्छ जुन बेला प्राइस बढेको हुन्छ। कोकको प्राइस बढेको छ छैन नि त्यही पनि यसको डिमान्ड घट्यो। किन यसको रिलेटेड गुड्स यानि सब्स्टिट्युट गुड्सको के भयो प्राइस चेन्ज भयो घट्यो। त्यस कारणले हामीले अर्को कुरा के एज्युम गर्नुपर्छ भन्दाखेरि प्राइस अफ रिलेटेड गुड्स पनि चेन्ज हुनु भएन। अर्को नो चेन्ज इन टेस्ट अफ प्रिफरेन्स पनि चेन्ज हुनु भएन। जस्तै यसकै इक्जाम्पल लिउँ हैन। ल कोक र पेप्सी खाने कन्ज्युमर छ अरे हैन। कोक र पेप्सी खाने कन्ज्युमर कोकलाई पनि 100 पर्छ पेप्सीलाई पनि 100 पर्छ। कोक खाइराख्ने कन्ज्युमर थियो अरे उसले कोकलाई प्रिफर गरिरहेको थियो कोकको टेस्ट मन परिरहेको थियो उसले तर अब उसको टेस्ट चेन्ज भयो अरे। अब टेस्ट चेन्ज भएर उसलाई पेप्सी खान मन लाग्न थाल्यो अरे पेप्सीतिर प्रिफर गर्न थाल्यो उसले भने कोकको प्राइस कन्स्ट्यान्टै छ त्यही पनि न यसको प्राइस बढेको छ न घटेको छ तर उसको टेस्ट उसको प्रिफरेन्स चेन्ज भएको कारणले गर्दाखेरि कोकको डिमान्ड घट्यो। उसले अब कोक खानु छोडेर पेप्सी खान्छ। यो के देख्न सकिन्छ भन्दाखेरि कोकको डिमान्ड घट्यो पेप्सीको डिमान्ड बढ्यो। किन उसको टेस्ट र प्रिफरेन्स चेन्ज भयो नि त।
कोकबाट उसको टेस्ट चेन्ज भएर अब पेप्सीतिर गयो। हो यहाँ के भइरहेछ, प्राइस यसको डिमान्ड घटिरहेछ नि, कोको प्राइस बढेको छैन त्यो पनि यसको डिमान्ड घटिरहेछ, र त्यसै गरी पेप्सीको प्राइस घटेको छैन त्यो पनि यसको डिमान्ड बढिरहेछ। किन? टेस्ट एन्ड प्रिफरेन्स चेन्ज भएर। त्यसैले हामीले अर्को कुरा के एज्युम गर्नुपर्छ भन्दाखेरि टेस्ट र प्रिफरेन्स पनि चेन्ज हुनु भएन। यदि टेस्ट एन्ड प्रिफरेन्स चेन्ज भयो भने ल अफ डिमान्डले काम गर्दैन। अर्को नो चेन्ज इन पपुलेसन, पपुलेसन पनि चेन्ज हुनु भएन। किनभने एउटा कुनै पनि मार्केटमा 100जना कन्ज्युमर थिए, 100जना कन्ज्युमरले ल यही कोक होइन 100वटा खाइरहेको थियो अरे, 100 युनिट चाहिँ खाइरहेको थियो अरे। तर यदि पपुलेसन बढेर 500 पुग्यो भने त अभियसली यो कोक खाने मान्छे बढेसँगै कोक पनि त धेरै खान्छ नि त होइन। अब 500ले 500वटा खायो भने यसको कोकको प्राइस 100 हुँदा पनि डिमान्ड बढ्यो नि त होइन। यसको प्राइस कोकको प्राइस कन्स्ट्यान्टै छ, त्यो पनि यसको डिमान्ड के भएको छ, बढेर गएको छ। किन? यसको पपुलेसन बढेर गयो नि त। 100जना थियो भने अब 5जना पुगेपछि त प्राइस चेन्ज नभए पनि यसको डिमान्ड बढेर गयो। त्यसैले अर्को कुरा के एज्युम गर्नुपर्छ भन्दाखेरि पपुलेसन पनि चेन्ज हुनु भएन। र त्यसै गरी नो चेन्ज इन सिजन पनि चेन्ज हुनु भएन। जस्तै जाडोको बेला अहिले जाडो छ होइन, मै मार्केट गयो भने म गर्मी रिलेटेड सामानहरू केही नै किन्दिनँ। न म अहिले कटन क्लोथ्स किन्छु होइन, न पातलो लुगाहरू किन्छु, न फ्यान किन्छु, न कुलरहरू, न एसीहरू केही जोड्छु होइन। हो सिजनले गर्दाखेरि पनि त्यो कुरा कुनै पनि सामानको कुनै पनि गुड्सको डिमान्ड घट्छ क्या। जस्तै अब अहिले त्यो गर्मीको सामानको प्राइस बढेको त छैन नि त, बढेको छैन, त्यही पनि यसको डिमान्ड घटिरहेको छ। किन? सिजनले गर्दाखेरि। गर्मीमा खुब आइसक्रिम खान्थ्यो भने म होइन, अब जाडोमा के हुन्छ, म आइसक्रिमै खाँदिनँ। आइसक्रिमको प्राइस बढेको त होइन नि त, त्यो पनि म आइसक्रिम खाँदिनँ। किन? यसको सिजन चेन्ज भयो। हो त्यसै गरी अर्को कुरा भनेको अहिले गर्मीको बेला म जाडोको लुगा किन्दिनँ। त्यो जाडोको लुगा महँगो भएर नकिनेको होइन नि त, सिजन चेन्ज भएर नकिनेको हो। त्यसैले अर्को कुरा के एज्युम गर्नुपर्छ भन्दाखेरि सिजन पनि चेन्ज हुनु भएन। र त्यसै गरी यो ललाई अझै डिपली बुझ्नलाई हामी डिमान्ड सेड्युल र डिमान्ड कर्भ पनि बनाउँछौँ। यहाँ चाहिँ हाम्रो डिमान्ड सेड्युल छ, र त्यसै गरी यहाँ चाहिँ डिमान्ड कर्भको लागि मैले अलरेडी ग्राफ बनाएर राखिसकेको छु। ल अफ डिमान्डले के भनेको थियो भन्दाखेरि प्राइस बढ्दाखेरि डिमान्ड घट्छ र प्राइस घट्दाखेरि डिमान्ड बढ्छ। हो त्यही तरिकाले चाहिँ मैले यहाँनिर प्राइस र क्वान्टिटीलाई राखेको छु। प्राइस चाहिँ रुपिसमा छ भने क्वान्टिटी चाहिँ केजीमा छ। जब सुरुमा प्राइस कति छ, 5 छ, त्यो बेला डिमान्ड कति छ, 100 छ। र जसरी प्राइस 5बाट 10मा बढेर गएको छ, त्यो बेला 100बाट 80मा हाम्रो डिमान्ड के भएको छ, घटेर गएको छ। र त्यसै गरी प्राइस 10बाट 15मा बढेर गयो, डिमान्ड घटेर गयो, 80बाट 60मा घटेर गयो, 15बाट 20मा बढेर गएको छ, 60बाट 40मा घटेर गएको छ, 20बाट 25मा बढेको छ, त्यसै गरी यहाँ पनि 40बाट 20मा घटेर गएको छ। यही कुरा चाहिँ अब हामी ग्राफमा प्लट गर्छौँ। यो ग्राफमा चाहिँ के छ भन्दाखेरि एक्स एक्सिसमा क्वान्टिटी डिमान्डेड राखेको छु भने वाइ एक्सिसमा चाहिँ प्राइसलाई हामीले राखेको छौँ। र सुरुमा के छ, प्राइस 5 हुँदा क्वान्टिटी 100 छ। प्राइस 5 हुँदाखेरि चाहिँ क्वान्टिटी, सरी यहाँ क्वान्टिटी लेख्नु बिर्सेछु, 20, 40, 60, 80 र 100 छ होइन। यो ग्राफ बनाउँदा चाहिँ यो जुन स्पेसिङ छ, ग्यापिङ छ, त्यो चाहिँ हेर्दाखेरि बराबरको हुनुपर्छ। प्राइस 5 हुँदा चाहिँ 100 छ होइन, प्राइस 5 हुँदा 100 छ, यहाँ एउटा डट बन्यो। र त्यसै गरी प्राइस 10 हुँदाखेरि 80 छ क्वान्टिटी डिमान्डेड, के छ, 80 छ। र त्यसै गरी 15 हुँदा 60 छ, र त्यसै गरी 20 हुँदा 40 छ, र 25 हुँदा 20 छ। यो बनेको डट्सहरूलाई हामीले कनेक्ट गऱ्यौँ भने यसरी यो फर्म भएकोलाई चाहिँ हामी के भन्छौँ, डिमान्ड कर्भ भन्छौँ। अब यो हाम्रो डटलाई यसरी लेख्न सक्छ, ए बी सी डी र यसलाई ई। यसलाई हामी यसलाई डिड्यास गरिदिउँ। यो डिड्यास चाहिँ हाम्रो के हो, डिमान्ड कर्भ हो।